हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। अहिले भर्खरै यासीको रिजल्ट फाइनली पब्लिस भएको छ। आज हुन्न भन्दा पनि तर फाइनली यासीको रिजल्ट पब्लिस भयो र सबैजनालाई कङ्ग्रेचुलेसन। जस्तो रिजल्ट आओस् र तपाईँहरूले जति मेहनत गर्नुभयो त्यति नै आउने हो अभियसली। सो कम आयो के नराम्रो भयो भन्दैमा तनाव लिने नगर्नु होला, बिकज त्यसको ब्याकअप प्लान पनि हुन्छ। सो जसको राम्रो रिजल्ट आयो उहाँहरूलाई कङ्ग्रेचुलेसन। ओके, एक्चुअली यासी रिजल्ट तपाईँको फर्स्ट पाथ हो सक्सेसको लागि। ओके, त्यसपछि तपाईँको झन् अब स्टेप बढ्दै जान्छ, लाइक 11, 12 ब्याचलर लेभल देन मास्टर लेभल, पिएचडी, एडिसी। सो जसको यासीको रिजल्ट अब हेर्नुहुनेछ, कृपया धैर्य भएर हेर्नुहोस् र सकारात्मक सोचेर हेर्नुहोस्। जे पो हुन्छ त्यसलाई स्वीकार गर्नुहोस् र त्यो नराम्रो छ भने चाहिँ त्यसलाई राम्रो गर्ने प्रयास गर्नु होला। तर नराम्रो कदम गर्ने बिल्कुलै नसोच्नु होला। सकारात्मक सोच्नु, राम्रो आएको छ भने खुसी मनाउनु, लड्डु बाँड्नु। अहिले चाहिँ भर्खरै आएको, त्यस कारणले अब वेबसाइटले सबैले युज गर्दाखेरि वेबसाइटले काम गर्न नसक्छ। सो अब म आफ्नो स्टोरी भन्छु मेरो यासीको बारेमा। मेरो एक्चुअली यासीको रिजल्टमा जब मैले रिजल्ट हेरेँ आफ्नो, त्यतिखेर म अनएक्सपेक्टेड रिजल्ट आयो कि मेरो। लाइक जो मैले चाहेको थिएँ रिजल्टमा जो आउनुपर्ने हो त्यो एक्चुअली आएन क्या। त्यो नम्बरै आएन मेरो, जो मैले चाहेको थिएँ जस्तो आउनुपर्ने हो। सो अनएक्सपेक्टेड धेरै कम आयो त्योभन्दा। फर इक्जाम्पल सोसियलमा मेरो ए आउने सोचेको थिएँ, तर सोसियलमा मेरो C+ आइदियो। लाइक तर सबै राम्रो, सधैँ स्कुलमा सधैँ टर्मिनलमा ए आउँथ्यो, फाइनलमा पनि ए आउँछ सोचेको थिएँ, राम्रै गएको थियो। बट सायद राम्ररी पेपर चेकिङ भयो होला, तर पेपर चेकिङको लागि पनि मैले दिएको थिएँ। बट पेपर चेकिङ दिनु लागि आफ्नो चिनेको मान्छेलाई पठाएको थिएँ दिनु लागि। त्यो चिनेको मान्छेले त्यो रुपियाँ खाइदिए रहेछ क्या। लास्ट पेपर चेकै गर्न नदिएको रहेछ, पछि थाहा भयो। सो मेरो धेरै कमायो। मेरो एक्सपेक्टेसन थियो मेरो लाइक 3.75 जिपिए, बट मेरो 3.55 जिपिए मात्र आयो। अरू सबमा राम्रो आयो। अप्सनल म्याथमा A+ आयो, एकाउन्टमा A+, अनि इङ्ग्लिस नेपालीमा ए आयो, अनि इतिहासमा ए आयो, अनि यस्तै अरू कुन विषय थियो भन्दाखेरि म्याथमा पनि ए आयो। त्यति नै थियो विषय। सो त्यो मेरो अनएक्सपेक्टेड थियो। बट मेरो साथीहरूको धेरै आएको थियो, लाइक 2जना साथीहरू म क्लासमा त्यतिखेर मेरो आफ्नो स्कुलबाट थर्ड भएको थिएँ, किनकि सधैँ म क्लासमा फर्स्ट हुन्थेँ। बट त्यतिखेर म थर्ड भएँ बिकज अफ सोसियलको कारणले। सो मलाई थाहा थियो कि अब त्यो यासीको रिजल्टले केही म्याटर गर्दैन 11, 12 पढ्न लागि। 11 पढ्न लागि लास्टै म्याटर गर्ने भनेको त इन्ट्रान्स नै हो कि, जहाँ पनि इन्ट्रान्स हो। यदि इन्ट्रान्समा राम्रो प्रिपेयर गर्नुपर्छ भने चाहिँ तपाईँले राम्रो कलेजमा फ्रीमा पनि पढ्नु पाउनुहुन्छ। सो तपाईँले एक्चुअली 11, 12मा के पढ्नु नि हो, त्यसको तपाईँको क्राइटेरिया मात्र मिट हुनु पऱ्यो। क्राइटेरिया मिट गरेर नै भएको क्या रिजल्टमा। धेरै नै आउनुपर्छ भन्ने पनि छैन, कम ल्याउने भन्ने पनि होइन। मिनिमम क्राइटेरिया मिट गरेर पनि भइगयो। तपाईँले साइन्स पढ्न चाहनुहुन्छ भने तपाईँको साइन्सको लागि क्राइटेरिया मिट गर्नु पऱ्यो, अनि 11, 12 पढ्नु पाउनुहुन्छ। अनि मेनली इन्ट्रान्समा फोकस दिनु। इन्ट्रान्समा तपाईँको राम्रो आएको छ भने चाहिँ यु विल गेट स्कलरसिप अल्सो। सो अब पहिलाको सोचेर तनाव नलिनु होला। जे छ अब त्यसलाई प्रगति गर्दै जानु। ल बेस्ट भन्न चाहन्छु।